हामी कुनै पनि सेक्टरमा हामी काम गर्छौँ भनेदेखि त्यो अहिलेको आवश्यकता भनेको डाटाबेस हो। त्यसका अन्वेषण भन्छौँ हामीले, त्यसका अध्ययन भन्छौँ, त्यो एकदम महत्त्वपूर्ण कुरा हो। त्यो यदि भएन भने हामी कसरी अगाडि बढ्ने र कसरी काम गर्ने, त्यो कुरा चाहिँ यो वास्तविक एउटा अध्ययनको पाटोमा हामी यसरी चाहिँ जानुपर्छ र त्यसको डाटाबेस चाहिँ हुनुपर्छ भनेर मलाई लाग्दछ। तर त्यो डाटाबेस बनाइरहँदा पनि त्यो डाटाबेस इम्प्लिमेन्ट गर्ने ठाउँबाट पनि के हुनुपर्छ भन्दाखेरि त्यो लागु इम्प्लिमेन्ट पनि हुनुपर्छ। यदि त्यो भएन भनेदेखि त्यसको फेरि कुनै अर्थ रहँदैन। जस्तो कि हामी कुनै पनि कुराहरूको डिपिआरहरू गर्छौँ, त्यो डिपिआर गरिसकेपछि त्यो चाहिँ के हुन्छ भने कार्यान्वयनमा आउँदैन, त्यसको डिपिआर गरेको त कुनै अर्थ रहेन। त्यसकारण ती कुराहरू चाहिँ हामी के हुनुपर्छ भन्दाखेरि त्यसमा कन्सन्ट्रेट हुनुपर्छ जस्तो मलाई लाग्छ। अहिले मैले यहाँ एक दुईवटा कुरा के राख्न चाहेँ भन्दाखेरि मधेस प्रदेशमा जुन अहिले समस्या, यो भूमिगत जलको जुन समस्या देखिएको छ, यसको बेसमा हामीले काम गरिरहेका छौँ र यसमा हामीले देखेका समस्याहरू जुन छ, वास्तवमा एउटा के देखियो भन्दाखेरि यहाँ धेरै विज्ञ आदरणीय व्यक्तित्वहरूले धेरै कुराहरू राख्नुभयो। तर एउटा के छ भन्दाखेरि चुरेसँग जोडेका कुराहरू, हामीसँग अविरल बग्ने खोलाहरू छन्, त्यसका कसरी हामीले त्यसलाई चाहिँ यो पानीलाई चाहिँ हामी जस्तो कि बाढीको बेलामा जुन वर्षायाम हुन्छ त्यतिखेर पानीहरू बगेर गइरहेको हुन्छ, हामीले त्यसलाई चाहिँ रिजर्भ गर्न सक्यौँ भने पनि 2-3 महिना मलाई लाग्छ त्यो पानी त्यहाँ बस्यो भने पनि त्यो पानीका लेयरहरू के गर्न सकिन्छ, वृद्धि गर्न सकिन्छ जस्तो मलाई लाग्छ। ती कुराहरूमा पनि हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ। अर्को कुरा यो अहिले विश्व मानचित्रमा हामीले हेर्ने हो भनेदेखि यो ग्लोबलाइजेसन जुन चेन्ज भइरहेको छ र जुन हामीले यो अवस्थामा पनि के छ भन्दाखेरि जुन वर्षा हुने क्रम पनि के भएको छ, कम भएको छ। जुन म आफैलाई भन्दैछु, जुन हामी केटाकेटी हुँदाखेरि जुन अवस्थामा पानी पर्थ्यो यही तराईको क्षेत्रहरूमा, अहिलेको अवस्थासम्म आइपुग्दाखेरि पानीका पर्ने पनि कम भएको छ। त्यसका कारणहरू के हो त भन्दाखेरि एउटा कुरा मलाई लाग्छ वन सम्पदाको संरक्षण नहुनु पनि एउटा महत्त्वपूर्ण कारण हो। र यो पानीलाई चाहिँ हामीले सतह पानी चाहे रेन वाटरको कुरा गर्छौँ, अझै वर्षा बढी हुन्छ भन्ने कुराहरू हामीले लिने हो भनेदेखि मलाई लाग्छ कि यो बोट बिरुवाहरू वन जङ्गलको संरक्षण हुनु पनि नितान्त आवश्यक छ जस्तो मलाई लाग्छ।